नमस्ते साथीहरू, आज हामीहरू पढ्नेछौँ विश्वका नदीहरूको बारेमा। आज हामीहरू पढ्नेछौँ विश्वका नदीहरूको बारेमा। यहाँ छ विश्वको सबैभन्दा लामो नदी। विश्वको सबैभन्दा लामो नदी कुन हो? नाइल। विश्वको सबैभन्दा लामो नदी नाइल। अब यो विश्वको सबैभन्दा लामो नदी नाइललाई कसरी बुझ्ने? यो सूत्रबाट बुझ्ने। सूत्रमा छ लामो। लामोको ल बुझ्ने। लामोको ल र नाइलको ल। यो ललाई के गर्ने? ललाई कम्युनिकेसन गरेर यो ललाई ल जोडेर यो दुवैलाई सम्झेर जस्तै लामोको ल र नाइलको ल मिलेको छ, त्यसैबाट हामी बुझ्ने लामो भनेको नाइल। यसैबाट हामीहरू के बुझ्ने? विश्वको सबैभन्दा लामो नदीको नाउँ के हो? नाइल। नाइललाई हामीहरू यसरी बुझ्ने। अब यस्तै छ अर्को। अब हामीहरू यसलाई कसरी बुझ्ने? यो छ विश्वको सबैभन्दा ठुलो नदी। विश्वको सबैभन्दा ठुलो नदी, यसलाई कसरी बुझ्ने? विश्वको सबैभन्दा ठुलो नदीको नाउँ के हो? अमेजन। विश्वको सबैभन्दा ठुलो नदीको नाउँ अमेजन। अब यसलाई कसरी बुझ्ने? यो सूत्रबाट कसरी बुझ्ने? ठुलो के हुन्छ? आम। ठुलो के सम्झ्ने? आम सम्झ्ने। वा ठुलो के सम्झ्ने? जन। ठुलो आम सम्झ्ने वा जन। जन भनेको धेरै जनसङ्ख्या हुन्छ नि, धेरैजना हुन्छ, धेरै जनसङ्ख्या हुन्छ है, धेरै विशाल जन हुन्छ हैन, जनसङ्ख्या। यस्तैबाट हामी बुझ्ने ठुलो भनेको आम वा जन बुझ्ने। त्यसैबाट के बुझ्ने? वा भन्ने के आम जनबाट के बुझ्ने? आम जनसङ्ख्या। यो पनि बुझ्ने। आम जन भनेको आम जनसङ्ख्या, यसरी बुझ्ने है, आम जनसङ्ख्या। अब यस्तै ठुलो आम भनेको जन। जनबाट यो पनि बुझ्ने जनसभा भनेको आम सभा वा ठुलो सभा। यसैबाट हामीहरू के बुझ्ने? ठुलो, विश्वको ठुलो नदी भनेको अमेजन। विश्वको सबैभन्दा ठुलो नदीको नाउँ के हो? अमेजन। यसरी हामीहरू बुझ्न सक्छौँ। अर्को छ विश्वको सबैभन्दा गहिरो नदीको नाउँ के हो? विश्वको सबैभन्दा गहिरो नदीको नाउँ के हो? वा विश्वको सबैभन्दा गहिरो नदी कुन हो त? काङ्गो हो। विश्वको सबैभन्दा गहिरो नदी काङ्गो हो। अब यसलाई कसरी बुझ्ने? काङ्गोलाई कसरी बुझ्ने? यसलाई पनि सूत्रबाट बुझ्ने। गहिरोको के बुझ्ने? ग। गहिरोको ग अनि काङ्गोको ग। गहिरोको ग अगाडिको ग लिने र काङ्गोको पछाडिको ग लिने। यो ग कम्बाइन गरेर हामीहरू कम्बाइन गरेर बुझ्ने गहिरो काङ्गो। यस्तै 3-4 चोटि भन्दाखेरि यो याद भइहाल्छ। विश्वको सबैभन्दा गहिरो नदी काङ्गो। गहिरो भनेको काङ्गो। यस्तो चाहिँ हामीहरू बुझ्ने। अब एसियाको लामो नदी। अब एसियाको सबैभन्दा लामो नदी कुन हो? यान्जे। अब यसलाई कसरी बुझ्ने? यसलाई कसरी सूत्रबाट बुझ्ने? एसियाको ए अगाडिको ए लिने है, एसियाको ए। यान्जे भने य पनि ए जस्तै नै सुनिन्छ है, बुझ्ने खालि के भने बुझ्ने मात्र। यान्जे भनेको य भनेको ए यसरी बुझ्ने यान्जेलाई एन्जेल पनि बुझ्ने। के बुझ्ने? यान्जेलाई एन्जेल बुझ्ने। यान्जेलाई एन्जेल बुझेर यसलाई सूत्रमा कसरी फिट गर्ने? एसियाको एन्जेल। यही बुझेर हामीहरू के बुझ्ने? एसियाको सबैभन्दा लामो नदी यान्जे वा यस्तै बुझ्ने एसियाको एन्जेल। एसियाको सबैभन्दा लामो नदी यान्जे। अनि विश्वको सबैभन्दा लामो नदी नाइल। विश्वको सबैभन्दा लामो नदी लामोको लबाट अनि नाइलको लबाट हामीहरू बुझ्ने नाइल। यसरी चाहिँ बुझ्ने। अनि एसियाको लामो नदी यान्जे, एसियाको यान्जेल, यसरी बुझ्ने। यस्तै चाहिँ हामीहरू